साथीहरू म चाहिँ अहिले यहाँनिर बिउ बिजनलाई छाजन लाउँदैछु। बिउ कुन कुन छ भने चाहिँ डल्ले खोर्सानी, बिँ, बैगुन, अरूहरू पनि छ। यसरी मैले यहाँनिर छाजन लगाएको, किनभने असिनाहरू पर्दाखेरि चाहिँ यो बिउलाई सबै असिनाले कुटेपछि चाहिँ खेरो जान्छ, खतम हुन्छ। त्यसले गर्दा मैले यो छाजन दिएको, किनभने भोलि पर्सि रोप्दाखेरि त हुँदैन। त्यसले गर्दाखेरि यसरी छाजन दियो भने चाहिँ बिउ बिजन राम्रोसँगले रहन्छ। अब हामीले यो बिजनलाई मजाले रोप्यो भने हामीलाई प्रफिट पनि त राम्रो हुन्छ, इन्कम राम्रै छ यसमा, सब्जीमा हामीलाई राम्रो हुन्छ। यो सिडलाई हामीले फेरि कसैलाई बेच्छु भन्दा पनि त बेच्दा हुन्छ। त्यसले गर्दा हामीले माया गरेर यो सिडलाई राम्रोसँगले सेभ गऱ्यौँ भने राम्रो भनेर चाहिँ मैले यसरी सेभ गरेको। साथीहरू तपाईँहरूलाई पनि कस्तो लाग्छ कमेन्टमा अलिकति लेख्नुहोस् है।